फुलबारी फुलबारी भनेको फुलहरूले भरिएको एक यस्तो स्थान हो जहाँ प्राकृतिक सौन्दर्यले मानव मनलाई मुग्ध बनाउँछ। यसले केवल हाम्रो दृष्टि र मनलाई आनन्द दिने मात्र होइन, वातावरणलाई समेत स्वच्छ, सुगन्धित र आकर्षक बनाउने काम गर्छ। यो केवल फुल फुल्ने ठाउँ मात्र होइन, यो प्रकृतिले हामीलाई दिएको एउटा अनुपम उपहार हो, जहाँ जीवनको सौन्दर्य, विविधता र नवीनताको अनुभव गर्न सकिन्छ। फुलबारीले हाम्रो मनलाई शान्त पार्छ, आँखालाई शीतल प्रदान गर्छ र आत्मालाई स्फूर्ति दिन्छ। फुलबारी कुनै एउटा विशिष्ट स्थान मात्र नभएर एउटा भावना, एउटा जीवनशैली र हाम्रो संस्कृतिको अभिन्न अंश हो। यो शारीरिक, मानसिक र आध्यात्मिक दृष्टिकोणले समेत मानिसलाई लाभदायक हुन्छ। फुलहरू प्रकृतिको अनुपम सिर्जना हुन्, जसको हरेक मान्छेलाई शान्ति, प्रेरणा र प्रेमको अनुभव गराउँछ। साना घरका आँगनदेखि लिएर ठुला राजमहलका परिवारसम्म, सार्वजनिक उद्यानदेखि लिएर मठ मन्दिरका प्राङ्गणसम्म फुलबारीले आफ्नो विशेष स्थान बनाएको छ। आजभोलि त सहरका घरका छतमा र कोसीमा समेत सासाना फुलबारी बनाउने चलन बढेको छ, जसले सहरी वातावरणलाई पनि केही हदसम्म हरियाली र सुन्दरता प्रदान गरेको छ। राम्रो फुलबारी बनाउनको लागि सर्वप्रथम उपयुक्त स्थानको छनौट गर्नुपर्छ, जहाँ सूर्यको प्रकाश पर्याप्त मात्रामा पुगोस्। माटोको उर्वरा शक्ति र पानीको उपलब्धता र हावापानीको अवस्था जस्ता कुराहरूमा विशेष ध्यान दिनुपर्छ। त्यसपछि विभिन्न प्रकारका फुलका बोट बिरुवा छनौट गर्नुपर्छ, जसमा मौसम अनुसार फुल्ने फुलहरू, सदाबहार फुलहरू र झाडीदार बिरुवाहरू समावेश हुन सक्छन्। गुलाब, सयपत्री, गोदावरी, चमेली, म्याङ्गोलिया, लालुपाते जस्ता फुलहरूले फुलबारीको शोभा बढाउँछ। यी फुलहरू फरक फरक रङ, आकार र सुगन्धका हुन्छन्, जसले गर्दा फुलबारीमा विविधता र आकर्षक थपिन्छ। फुलबारीको हेरचाह पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ। फुलहरूलाई स्वस्थ राख्न नियमित पानी हाल्ने, गोडमेल गर्ने, मलखाद हाल्ने र किरा फट्याङ्ग्राबाट जोगाउने काम गर्नुपर्छ। बिरुवामा लाग्ने रोग तथा किराको रोकथामका लागि जैविक, विषादी वा घरेलु उपचार विधि अपनाउनु बुद्धिमानी हुन्छ। सुक्खा पातहरू हटाउने, मरेका फुलहरू टिप्ने र अनावश्यक हाँगाहरू काट्ने गर्नाले बिरुवालाई स्वस्थ राख्न मद्दत पुग्छ र फुलबारी सधैँ सफा र आकर्षक देखिन्छ। कहिलेकाहीँ त फुलबारीमा कुर्सीहरू राखेर बस्ने ठाउँ, ससाना पोखरी वा फोहोर व्यवस्थापनका लागि डस्टबिन राख्दा फुलबारीको प्रयोगिता र सौन्दर्य दुवै बढ्छ। फुलबारीको सौन्दर्य शब्दमा वर्णन गर्न गाह्रो छ। रङ्गी-चङ्गी फुलहरू, रातो गुलाब, पहेँलो गोदावरी, सेतो चमेली, नीलो अपराजिता, बैजनी जुई, गुलाबी लालीगुँरास सबैले आफ्नै रङ र सुगन्धले वातावरणलाई मधुर बनाउँछन्। ती फुलहरू चराहरूको चिरबिर आवाज, पुतलीहरूको नाच र चिसो बताससँग मिलेर फुलबारीलाई स्वर्ग जस्तै बनाउँछन्। बिहान सबेरै ओभानोमा जमेको शीतको थोपा फुलको पातमा झल्कदा देखिने दृश्य अचम्मको हुन्छ। साँझपख सूर्यास्तको सुनौलो किरण फुलबारीमा पर्दा त्यो सौन्दर्य अपूर्ण लाग्छ। मानव जीवनमा फुलबारीको महत्त्व। फुलबारी केवल सौन्दर्यका लागि मात्र होइन, मानिसको जीवनमा धेरै अर्थ राख्दछ। वैज्ञानिक अनुसन्धानले प्रमाणित गरिसकेको छ कि हरियाली, फुलहरू र प्राकृतिक वातावरणमा केही समय बिताउँदा मानिसको मानसिक तनाव कम हुन्छ, एकाग्रता बढ्छ र दिमाग ताजा हुन्छ।
फुलबारीमा समय बिताउनु ध्यान जस्तो प्रभावकारी हुने अनुसन्धानले देखाएका छन्। फुलबारीको सांस्कृतिक पक्ष। हाम्रो नेपाल सांस्कृतिक र परम्परामा फुलहरूको विशेष स्थान छ। पूजा आराधनादेखि विवाह र अन्त्येष्टि संस्कारसम्म फुलको प्रयोग अनिवार्य छ। टीका, माला, पुष्पाञ्जली, फुलको आरती आदिमा प्रयोग हुने फुलहरू धार्मिक र सांस्कृतिक भावनासँग गाँसिएका हुन्छन्। फुलबारीमा पाइने विभिन्न जातका फुलहरूको धार्मिक महत्त्व पनि फरक फरक छ। जस्तै तुलसीको फुल विष्णु आराधनामा प्रयोग गरिन्छ भने रातो फुल दुर्गा वा कालीको पूजा गर्दा चढाइन्छ। नेपाली गीत, कविता र लोककथामा फुलको उल्लेख्य प्रशंसा पाइन्छ। कवि लेखनाथ पौड्याल, भानुभक्त आचार्य, मोतीराम भट्ट जस्ता साहित्यकारले फुल र फुलबारीलाई आफ्ना कृतिहरूमा प्रमुख विषय बनाएका छन्। यसले हाम्रो सांस्कृतिक जीवनमा फुलबारीको गहिरो प्रभाव रहेको देखाउँछ। शैक्षिक तथा वैज्ञानिक उपयोग। फुलबारीले शैक्षिक क्षेत्रमा पनि योगदान पुर्याउँछ। बोट बिरुवा, जैविक प्रणाली, कीटपतंग, माटोको गुणस्तर, जलचक्र आदि विषयमा अध्ययन गर्न फुलबारी उपयुक्त प्रयोगशाला हो। विद्यार्थीले आफ्नो पाठ्यक्रममा प्रयोगात्मक ज्ञान प्राप्त गर्न फुलबारीमा अध्ययन भ्रमण गर्ने गर्छन्। जस्तै जैविक कृषि, हर्बल औषधि, माहुरी पालन जस्ता विषयमा पनि फुलबारीको महत्त्व अत्यन्तै छ। फुलहरूको परागले फलफुल र बिउ उत्पादनमा मद्दत गर्छ, जसले कृषिमा प्रत्यक्ष प्रभाव पार्दछ। निष्कर्ष। फुलबारी केवल वनस्पतिको समूह होइन, यो हाम्रो मनको बगैँचा पनि हो। यसले मानव जीवनमा शान्ति, प्रेरणा र सकारात्मक ऊर्जा प्रदान गर्छ। सामाजिक, सांस्कृतिक, धार्मिक र वैज्ञानिक दृष्टिले फुलबारीको महत्त्व अतुलनीय छ। फुलबारी केवल फुलहरूको सङ्ग्रह मात्र होइन, यो शान्ति, आनन्द र प्रेरणाको स्रोत हो। यसले हाम्रो जीवनमा रङ र सुगन्ध भर्छ। प्रत्येक घरमा, प्रत्येक समुदायमा ससाना फुलबारीहरू बनाउनु आवश्यक छ, ताकि भावी पुस्ताले पनि प्रकृतिको यो अनुपम उपहारको महत्त्व बुझ्न सकोस् र यसको संरक्षणमा योगदान दिन सकोस्। फुलबारीले हामीलाई सधैँ सकारात्मक सोच र आशावादी बन्न प्रेरित गरोस्। हामीले यसको संरक्षण गर्नु, यसको विस्तार गर्नु र भावी सन्ततिका लागि यसको सौन्दर्यलाई जोगाउनु हाम्रो कर्तव्य हो।